दिनभरि काम गरेर अति नै भोक लागेको थियो, त्यही भएर मोमो खान गएको यस्तो पो भयो। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी भ्लग। आई होप हजुरहरू सन्चै आराम हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। आज सानी र म भएर जान लागेको काममा। हिजो अस्ति काम सकेको थिएन, त्यही भएर आज पनि त्यहीँ जान लागेको। यो माटो चाहिँ हामीले हिजो निकालेको थियो, आज त सुकि पनि सकेछ। हाम्रो काम त दिन यस्तै पो हुन्छ हो साथीहरू। कहिले नाली सफा गर्न, कहिले कता। काम चाहिँ फिक्स हुँदैन, माथिबाट जुन काम आउँछ त्यही काम गर्नुपर्छ। के गर्नु त, गर्नै पर्यो काम त। आज त मौसम पनि राम्रो गरेको छ, अलिअलि हावा पनि चलिरहेको छ भने घाम पनि अलिअलि लागिरहेको छ। अरू बेला त चर्को घाम लाग्छ हौ। काम गर्दा पनि पसिना आएर पुरै कपडै भिज्छ हौ साथीहरू। आज चाहिँ मौसम एकदम राम्रो गरेको छ। यहाँको नाली 2-3 हप्ता भएको थियो सफा गरेको, फेरि उस्तै भएको छ हौ। यो त के गर्नु, छिनछिनमै नाली जाम हुन्छ, सफा त गर्नै पर्यो। फेरि एकछिन बस्दै काम गर्दै, नत्र सकिँदैन हो यो गर्मीले त। यस्तो गर्मी बढेको छ कि भैरवामा त। तपाईँहरूकोतिर चाहिँ के कस्तो छ कुन्नी? यता त रातिमा पनि सुत्न सकिँदैन भनेको गर्मीले। फ्यान चलायो, फ्यानले पनि तातो हावा फाल्छ, रातभरि छतपति पो लाग्छ हो यो गर्मीले त। सुत्न पनि सकिन्न भनेको। काम गर्दा गर्दै सानीको र मेरो यस्तो पसिना आएको थियो कि बाबा, गाह्रो छ हो, गाह्रो छ। यस्तो गर्मी छ, पानी पनि पिनै पर्यो होइन। यस्तो चिसो पानी खान मन लाग्छ हौ मलाई त। जसो तसो गरेर काम सकियो र हामी लाग्यो सामान राख्न अफिसमा। दिसभरि नास्ता पनि नखाई काम गरेको, भोक पनि अति नै लागेको थियो, त्यही भएर सानी र म गयो मोमो खान। हामी फेरि केही खानु पर्यो भने जहिले सन्जु दाइको मोमो पसलमा जान्छौँ। सानी र मलाई यहाँको मोमो चाहिँ एकदम मिठो लाग्छ कि। त्यसमाथि 100 रुपियाँ प्लेट मोमो पाइन्छ। अरू होटलमा त एक प्लेट मोमोलाई पनि 120, 150 पनि भन्छन् हौ। त्यही भएर हामीले जे खाना पनि जहिले यहीँ खान्छौँ, सस्तो पनि मिठो पनि। मोमो मात्रै खाएर भोक अलि नमिताउने जस्तो लाग्यो, त्यही भएर फेरि दाइलाई 2 हाफ चिकन चाउमिन बनाइदिनु भने। मलाई फेरि एकदमै चिसो पानी खान मन लाग्छ हौ साथीहरू, किन होला, सायद गर्मी भएर पनि होला। चिसो पानी भनेपछि त कति खान मन लाग्ने हो मलाई त, किन होला यस्तो। पुरै कुरा गर्दा गर्दै चाउमिन पनि आइपुग्यो। यति मिठो भएको कि चाउमिन त कुरै छोडौँ के। मोमो चाउमिन खाइसकेपछि हामी लाग्यो चामल लिन। चामल पनि सकिएको थियो कि, त्यही भएर गाइज है आज भात त खानु पर्यो होइन र। ल त गाइज है, आजलाई चाहिँ यति नै। फेरि भेटौँला अर्को मिनी भ्लगमा। बाई बाई।